मलाई बडो दुःख लाग्यो भेटेको पनि थिएँ त्यहाँ र उहाँले जुन तरिकाले राखिएको थियो त्यसमा पनि हामीले असहमति छ। के गरेर राखेको छ? एउटा कोठाभित्र थुनेर राखिन्छ, हिरासतमा जसरी राखिन्छ, सेक्युरिटी गार्डले भनेको त्यसरी एउटा मतलब सानो 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 कोठामा बन्द गरेर राख्यो। त्यो भन्नाले बरु मैले उहाँलाई सुझाव पनि दिएँ, यहाँ दिल्ली बजार जेलमा आउनुहोस्, कमसेकम के हुन्छ यहाँ त घुम्न फिर्न सकिन्छ नि त, जेलैमा भए पनि त्यस्तो राखिनुपर्छ। कसैलाई अनावश्यक दुःख दिने काम चाहिँ गरिनु हुँदैन। त ठुलो तनाव सिर्जना गरेको छ यसको त रवि लामी छ। त्यो भएको हुनाले मैले सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सबैमा अनुरोध पनि गर्न चाहन्छु, उहाँहरूले चाहिँ राजनीतिक बन्दीहरूलाई, आस्थाका बन्दीहरूले यसरी राख्नुहोस् कि उहाँहरूले पनि गणतन्त्रमाथि गौरव गर्न सकोस्, मतलब अन्याय हुँदैन भन्ने अन्याय हुँदैन महसुस गर्न सकोस्। रविन्द्रजीले पनि त्यो गर्न सकोस्, रविजीले पनि गर्न सकोस् र अरू पनि आस्थाका बन्दीहरूले गर्व गर्न सकोस् कि होइन हामी गणतन्त्र